हेलो गुड मर्निङ साथीभाइहरू। आयो सबै सन्चै होला। म पनि सन्चै छु। अहिलेसम्म चाहिँ हाम्रो अहिले फिलहाल कामतिर हो, खानासाना खाइयो अनि यसो भिडियो बनाऊँ न भनेर नयाँ ठाउँतिर आइएको छ। नयाँ के भनौँ न, नयाँ ठाउँतिर आइएको छ हो। अनि नयाँ गेडागुडी टिपिँदैछ। के का गेडागुडी हुन् त्यो चाहिँ थाहा छैन साथीभाइहरू हो, तर भए पनि तपाईँहरूलाई यसो देखाउन भनेर। अनि यो हाम्रो काम गरेको चाहिँ यो हो। यो कति 16 डुनामा अरे त्यो बुढाको चाहिँ त्यति मात्रै अरे। अनि यो चाहिँ अर्कैको रहेछ नि त सुन्तोलाहरू। हिजो अस्ति सुन्तोलाहरू टिपे जस्तो लाग्छ साथीभाइहरू। हेर्नु न के छिटो फुल्दैछ, देख्नु हुँदैछ होला नि, फुल्दैछ क्या। यो अब यो हुने छ हो नि, यो सुन्तोलै हो। अब त्यो के अरे छोडेको केही भएको छैन, यस्तो राम्रो छ हो, खान लायकको छ। अब फुल्दैछ साथीभाइहरू। के भन्नु यसमा है, यसमा नो कमेन्ट्स। हुनेको पनि कोही चिल्लोपात, नहुनेको खस्रोपात भने जस्तै हो साथीभाइहरू। हेर्नु यहाँ चाहिँ यो अर्कैको फिल्ड रहेछ। यहाँ चाहिँ देखियो तपाईँको नस्पाती अरे के भन्न पनि नआएको, तेरीमा टोक्ने कस्तो हपहपी हुँदो रहेछ नि। अब आम्मामा यस्तोमा काम गर्नु भने त मरिन्छ नि हो। यति हो छु म है, लास्टै हपहपी। यो चाहिँ पाइनएप्पल थाहा छ होला नि त, पाइनएप्पल। अनि त्यस्तै छ साथीभाइहरू। लास्टै गर्मी हुँदो रहेछ। यसो हेऱ्यो नि यताउता घुम्यो हो। यो सुन्तोला यस्तो छ भए पनि अब के अरे फुल पुरा खेल्दैछ हो। हिजो अस्ति टिपे जस्तो लाग्छ। के भएको यस्तो, आमा प्रभु। अनि हाम्रो काम गरेको चाहिँ यो हो। तपाईँलाई म यो देखाउँछु क्या। यो हाम्रो काम गरेको चाहिँ अघि यो तल गेडागुडी देख्नु हुँदैछ होला। यो टिपिँदैछ हाम्रो चाहिँ हो। यो गेडागुडी टिपिँदैछ। यो चाहिँ के भन्नुहुन्छ भने मलाई पनि नाम थाहा छैन, म के भन्नु। फुल्दैछ साथीभाइहरू हो। यो फुल हो यसको होइन, यो फुल हो। अनि त्यहाँदेखि यो अघि गिराएको हो क्या। फुल्दैछ। अब यो ठिकै झार्ने बेला भएर छ। अनि यो झारेको फेरि यो चाहिँ अर्कै नि, यो रातो छ, तपाईँलाई यो सेतो छ हो। यो चाहिँ अस्ति झारेको रहेछ मेरो ख्यालमा है। अब मेरो ख्यालमा त यसो विचार त गर्नु पर्यो नि। यो अस्ति झारेको छ। यो सेतो फुल हुन्छ साथीभाइहरू नि। यो अस्ति झारेर यो सकेको रहेछ ऊ। अलिअलि छन् तल भुइँमा गिरेका। यो केही छैन यो गुटी। अनि त्यो दोडा बुट चाहिँ रोएको रहेछन् कि। अनि हाम्रो यो दोडा बुट झार्नु भनेर आएको, हामीलाई बोलाएको थियो होइन। यो सेतो, यहाँदेखि उता सेतो छ, यो रातो छ कि फुल। अघि त सेतो देखेँ नि तपाईँहरूलाई, यो रातो छ क्या फेरि साथीभाइहरू। हेर्नु न, यो रातो छ नि। यो चाहिँ हाम्रो झारिँदैछ साथीभाइहरू। अघि लट्ठीले झार्यो अनि यो टिप्ने काम गरिँदैछ हो। यो के हो हुन चाहिँ, यो के हुँदो मलाई पनि त्यस्तो आइडिया त छैन साथीभाइहरू। तर अहिले म तपाईँहरूलाई के रहेछ यो गुगल गरेर पनि भन्नुला होइन। तर मौरी यति भन्केका छन् नि, आम्मा यो फुलमा क्या मौरी कहाँदेखि आएको क्या। लास्टै मौरी आम्मो। उहाँ जस्तो अब भिरसिर पाखामा हुँदैन, यिनीहरूले पालेको हुन्छन् है। त्यो हुन त सुन्तोला खाइन्छ। आज त धुम्मे छ साथीभाइहरू हो। आज त हल्का धुम्मे छ। फेरि त्यस्तै शीतलमा परिएको छ क्या। काम पनि त्यस्तै तल शीतलमा टिप्यो। तर टिप्ने सजिलो काम भन्दा पनि काम त जुनै सजिलै छ हो, त्यस्तो गाह्रो त छैन कि। तर भए पनि ढाड दुख्छ हो, साह्रै ढाड दुख्छ। के भएको यस्तो आजभोलि लास्टै ढाड दुख्नु थालेछ। पहिला यस्तो हुँदैन थियो हो, आजभोलि त लास्टै ढाड दुख्नु थाल्छ साथीभाइहरू। क्या राम्रो फुलेको क्या। हेर्नु न, फुलाइ पनि क्या राम्रो क्या भित्रभित्र। अनि त्यहाँदेखि यो गुटी चाहिँ हेर्नु सक्नुहुन्छ। यस्तो छ साथीभाइहरू। अनि खानासाना पनि खाइयो। आज गुन्द्रुक ल्याइएको थियो हो। साथीहरूले कहाँदेखि गुन्द्रुक ल्याएछन्। अनि हिजो गुन्द्रुक पकाइएको थियो। अनि आज पनि गुन्द्रुकै खाइयो बिहान। अनि चटनी खाइयो हो। त्यस्तै हुन्छ बेला कतादेखि साथीभाइहरूले गुन्द्रुक लिएर आउँछन्। अनि 3-4 महिनामा एक दिन गुन्द्रुक खाँदा पनि साह्रै मिठो क्या। अब साह्रै स्वादिलो आउँछ टेस्ट हो साथीभाइहरू। हेर्नु न यो सबै के देखे जति यो फिल्ड हेर्नु न, आम्मा कत्रो छ नि हो। यो झाँटु जस्तो इजरायलमा अब यस्तो गर्छन् भनेपछि सकिहाल्यो नि है। यो छानामाथि छ नि, यो पुरा बाफ जस्तो उठ्दैछ क्या। त्यो गर्मीले होला नि, जस्तै बाफ जस्तो उठ्दैछ। त्यो उठ्छ नि ज्यादा गर्मी भइसकेपछि। यो पनि के हो, यो पनि चाहिँ सुन्तोलै हो। यो पनि हो सुन्तोलै हो।
फुल्न थालिरहेछ। हिजो अस्ति टिपेको नि 2 महिना अगाडि टिप्दै थियो यो सुन्तला, अहिले फुल्न थालिरहेछ। अब उन्नति प्रगति त राम्रै भएको हो साथीभाइहरू होइन, जे गर्दा पनि। ल साथीभाइहरू अब कामतिर लागिन्छ हो। तपाईँहरू अहिले यो फलको नाम चाहिँ अघि मैले तपाईँहरूलाई भने के हो थाहा छैन भने, तर अहिले गर्दाखेरि गुगल सर्च गर्दाखेरि माकाडेमिया हो कि माकाडेमिया समथिङ त्यही थियो। नेपालीबाट पनि त्यस्तै भन्दो रहेछ, कोही ट्रान्सलेट गरेको नेपालीबाट पनि त्यही आयो। यो हो फल चाहिँ हो, यो चाहिँ जस्तै कटुसको गुट्टी जस्तो हुँदो रहेछ साथीभाइहरू। हेर्नु न, अब यो नपाकेको फल हो होइन, नपाकेको यस्तो हुन्छ। अब यो पाकिसकेर अब यसलाई चाहिँ खाने बेला भएको चाहिँ यस्तो हुँदो रहेछ। यति साह्रो हुन्छ नि, यति साह्रो हुन्छ यहाँ, यो टोक्न सकिँदैन हो साथीभाइहरू, यो टोक्न सकिँदैन। अनि हामीले चाहिँ यो अघि झारियो हो, अघि झारेर केटाहरूले झारे, हामीले टिप्ने काम गरिँदैछ। यसरी टिपेर यो चाहिँ फेरि महँगो क्या, एकदम महँगो छ अरे यो 1 किलोको अब 140 सेकल जस्तो हुँदो रहेछ। अनि त्यहाँदेखि तपाईँहरूलाई यो भित्र चाहिँ कस्तो हुन्छ भनेर तपाईँहरूलाई देखाउँदाखेरि यो चाहिँ नट्सहरू जस्तै के, जस्तै के अरे नट्स भन्दाखेरि त्यो काजु जस्तै हुन्छ, टेस्टमा काजु जस्तै हुन्छ। अर्को आल्मन्ड जस्तै टेस्टमा त्यस्तै हुन्छ। यो चाहिँ सेतो हो होइन, सेतो हुँदो रहेछ भित्र। अनि त्यहाँदेखि यस्तो हुन्छ, यसको चाहिँ भित्र हुन्छ। साह्रो छ फुटाउन, एकदम साह्रो छ, टोक्न सकिँदैन हो। खाँदा ओर्दा चाहिँ यो काजु आल्मन्डहरू जस्तै हुन्छ साथीभाइहरू। अनि यो चाहिँ यसको रुख चाहिँ कस्तो हुँदो रहेछ भने होइराङ्गे थाहा छ होला तपाईँहरूलाई होइन, होइराङ्गे देख्नुभएको छ होला होइन। होइराङ्गेको अब कसले देख्नुभएको छ के त्यो चाहिँ मलाई आइडिया भएन, तर हामीले चाहिँ थाहा छ होइराङ्गेको रुख जस्तै पत्ता जस्तै छ। यति घोज्छ नि यसले, यति घोज्छ नि, लास्टै घोज्छ कि यस्तो पुरा काँडा छ कि, हेर्नु न पुरा काँडा छ साथीभाइहरू। यसले साह्रो घोज्छ, हातमा पुरा घोचिदिन्छ, होइराङ्गे जस्तै रहेछ। तर अब एकदम राम्रो जिनिस हो यो चाहिँ, खाँदा ओर्दा एकदम। काजु भनेपछि अब तपाईँलाई थाहा नै छ होला, काजु काण्डा त्यस्तै छ साथीभाइहरू। अरू त के गर्नु, टिप्ने काम गरिँदैछ होइन। अब यो यो खानु, अब खान त मन लाग्छ, तर यो फुटाउनै सकिँदो रहेछ। अनि हरेक कुरो, हरेक मिठो जिनिस के भन्छ गाह्रो हुन्छ, हरेक राम्रो जिनिस पाउन गाह्रो हुन्छ भन्छ नि, त्यस्तै रहेछ यो पनि राम्रो जिनिस हो। त्यही लागि पाउन गाह्रो छ साथीभाइहरू, फुटाउन खान गाह्रो छ। ल अहिले हाम्रो टिप्ने काम गरिँदैछौँ साथीभाइहरू। पनि खत्तम भयो, अब जान लागेको हो। यी झोलासोला बोक्यो, खानासानाको अब गएको, ढाडको एकदम मालिस भयो साथीभाइहरू। यस्तै गरी यो भाइले माया गरिदिनु होला होइन। अर्को फेरि नयाँ भिडियोमा भेटौँ साथीभाइहरू, बाई।